आफूले दुःख गरेको अनुसार चाहिँ फल पनि दिन्छ कति खुसी लाग्छ है साथीहरू। सो हेलो एभ्रिवान, वेलकम टु माई अनदर भिडियो। आशा छ तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु साथीहरू। मेरो चाहिँ आज तल जाने काम पऱ्यो होइन एक जग्गा, अन्त त्यो भएर चाहिँ म यहाँ सागसब्जी टिप्नु आएको छु है। यहाँनिर चाहिँ हुन्छ नि त सागसब्जी मजाले हुन्छ, तर नि यो इस्कुस त हुनु त हुन्छ तर सानो सानो खालको हुन्छ, त्यस्तो मिठो हुँदैन। यहाँको चाहिँ फक फक मिठो परेको हुन्छ, तरको चाहिँ नपाक्नेले क्यारेक क्यारेक खाएको हुन्छ साथीहरू होइन। र चाहिँ यहाँ सिबी पनि छ। यो चाहिँ मम्मीले रोप्नु भएको, कस्तो मजाले फलेको छ हेर्नु न, लटरम्मै फलेको छ। मम्मीले दुःख गरेको अनुसार चाहिँ फल पनि यसले चाहिँ मजाले दियो साथीहरू है। र यो सिबी पनि रोपिदिन्छु है। र मैले डल्ले खोर्सानी रोपेको भिडियो पनि देखाएको थिएँ तपाईँलाई है, मेरो फेसबुक पेजमा तपाईँहरूले गएर हेर्न सक्नुहुन्छ। यही नेना मुखिया गुरुङमै छ। अनि यहाँ हेर्नु न साग पनि कस्तो मजाले भएको छ हो। यो साग छ यहाँ। अब चाहिँ हामी गएको, यहाँ मैले नानीलाई चाहिँ यत्रो मोटो टोपी लगाइदिइरहेको छु साथीहरू है। यहाँ चाहिँ भाइको साथीहरू नानाहरू हो, उनीहरू चाहिँ भाइ चाहिँ उनीहरूसँग खुसी हुन्छ नि त, त्यही भएर चाहिँ हामी जहाँ जाँदा पनि यिनीहरूलाई साथीहरूलाई लान्छु है। भाइलाई चाहिँ मोटो टोपी चाहिँ किन लगाइदिएको भन्दाखेरि चाहिँ भाइ चाहिँ बिसन्चो भयो नि त साथीहरू, उसलाई चाहिँ डाइरिया भइरहेको छ, त्यही भएर चाहिँ चिसो लाग्छ भनेर चाहिँ उसलाई चाहिँ हामीले मोटो टोपी लगाइदिएको है। खास चाहिँ यो जग्गा चाहिँ गरम नै हो, हामी जाँदै गरेको जग्गा चाहिँ है। यहाँ चाहिँ गरम नै हुन्छ नि त, घाम हेर्नुहोस् न कस्तो लागिरहेको छ, घाम गरम भइरहेको छ, र पनि नानीलाई अब चिसो लाग्छ भनेर चाहिँ टोपी मोटो नै लगाइदिएको है। र बाटो चाहिँ यस्तो छ साथीहरू, हेर्नुहोस् होला है। कहाँ जाँदैछु तपाईँहरूले थाहा पाउनु भयो कि भएन कमेन्टमा भन्नुहोस् ल। र फाइनली पुगेँ है हामी यी जग्गा, हाम्रो डेस्टिनेसन पुगे साथीहरू है। र आजलाई चाहिँ यति नै, ओके बाई बाई, सी यू नेक्स्ट अनदर भिडियो साथीहरू। र मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् होला, र मेरो भिडियोलाई लाइक र कमेन्ट पनि गर्नुहुन्छ भनेर मलाई धेरै धेरै आशा छ। ओके बाई बाई।